सुनिन्छ सबैलाई नमस्ते गुड मर्निङ एकदम खुसी लाग्यो यहाँ फेरि चितवनमा आउन मौका पाएकोमा एकदम खुसी लाग्यो हाम्रो कवि डाँडाको साथीहरूलाई थ्याङ्क यू भन्न चाहन्छु डाक्टर सञ्जयलाई पनि मेरो पुरानो साथीलाई पनि थ्याङ्क यू भन्न चाहन्छु सुरुमा अलिकति मेरोबाट बताइदिनु पर्छ होला म कसरी यो ठाउँमा आएँ म इतिहासकार हो अमेरिकामा एउटा क्याम्पसमा पढाउँछु तपाईँहरूमध्ये धेरैले अर्जुन गुणराजले चिन्नुहुन्छ म अर्जुनको क्याम्पसमा पढाउँछु अहिले मिनेसोटामा म्याकालिस्टर कलेज उहाँको विषय भनेको एन्थ्रोपोलोजी मेरो भनेको इतिहास अनि खास वातावरणको इतिहास तर अब एकै ठाउँमा पढाउँछौँ अनि अर्को साल हामी दुवैजनाले एउटा क्लासमा सँगसँगै पढाउँछौँ त्यो क्लास भनेको एसियाको इन्डिजिनस पिपल एसियाको आदिवासीहरू सम्बन्धी हुन्छ अनि त्यसभित्र नेपालको कुरा थरूको कुरा धेरै आउँछ ठिक छ अरू म नेपालमा आएको धेरै वर्ष भयो 30 वर्षको वरिपरि आउने जाने गरेर जम्मा 10-12 वर्ष बसेको छु पहिला मेरो अनुभव पहाडमा थियो खोटाङमा म पिस कोरको स्वयंसेवक थिएँ एउटा सरकारी माविमा पढाएँ इङ्ग्लिस होइन फेरि मैले हिसाब पढाएँ अनि त्यति बेला एउटा नेवारी परिवारसँग बसेँ अनि सँगै खाना खायौँ अनि गफ गऱ्यौँ अनि त्यति बेला नेपाली भाषा सिकेँ ठिक छ सुरुमा मेरो अनुभव नेपालमा अलिकति पहाड केन्द्रित थियो म एकपटक चितवनमा झरेको राष्ट्रिय निकुञ्जमा घुम्नको लागि तर अहिले हेर्दा त्यो अनुभव अलि नरमाइलो लाग्छ किनभने म यता आएँ चितवनमा यति राम्रो ठाउँ तर इतिहास भएको ठाउँ म आएको अनि त्यति बेला म सिधै पार्कभित्र गएँ जनावर हेरेँ रमाइलो भयो अर्को दिन गयो होइन अनि खास यो समाज यो ठाउँको इतिहासको बारेमा केही नबुझिकन हिँडेँ अनि त्यो अलि नरमाइलो लाग्यो अहिले हेर्दा पछिबाट पिएचडी गरेको इतिहासमा तर मेरो विषय भनेको वातावरणीय इतिहास अब नेपालमा इतिहास भनेको राजाको परिवारको सदस्यहरू खन्त पढ्ने थियो मात्रै होइन को बस्छ कुर्सीमा होइन तर मेरो धारणा अर्कै हो सबै समाजको इतिहास हुन्छ अनि सबै कुराको इतिहास पनि हुन्छ अनि समाज र वातावरण एकदम जोडेको हुन्छ वातावरण बिना कसरी बाँच्ने होइन त्यो सम्बन्धको इतिहास पनि छ अनि त्यो सम्बन्धको इतिहास म हेर्छु समाज अनि वातावरण कसै लिङ्क हुन्छ कसै सम्बन्धित हुन्छ त्यो सम्बन्ध हेर्छु वनको इतिहास हुन्छ नदी खोलाको इतिहास हुन्छ हावाको इतिहास हुन्छ हावा फेर्दै छ नेपालमा म पहिला आउँदा नेपालको हावा एकदम सफा थियो आजभोलि सास फेर्न गाह्रो भयो काठमाडौँमा मात्रै होइन यहाँ पनि त्यो समस्या भएको छ खास वातावरणीय इतिहासकारले के हेर्छ भने समाजमा
लुकेको बाटोबाट नि खोडा खोज्छ। हाम्रो समाजमा वातावरणको खोडा छ, अनि तर हामी त्यो सम्बन्ध बिर्सिन्छ अनि समाज भन्छौँ अनि वातावरणलाई पनि हेर्छौँ। त्यो वातावरणको समाजको इतिहास पनि छ, किनभने पहिलादेखि जोडेको, तर त्यो कुरा बिर्सिन्छ। इतिहास हेरेर मात्रै थाहा हुन्छ। यो त उदाहरण दिन सकिन्छ मलेरियाको विषयमा कि यो पर्कको विषयमा। यो पर्क किन यहाँ छ? किनभने अन्तर्राष्ट्रिय संरक्षण गर्ने मान्छे अनि नेपालको संरक्षण गर्ने मान्छेले जोडेर यहाँको गैंडा बाघ होइन जोगाउन खोज्यो। बाघ गैंडा किन यहाँ? किनभने वन भएकोले होइन, घाँसे मैदान भएकोले। गैंडाले घाँसे मैदान खान्छ, बाघले हरिण खान्छ, हरिणले घाँसे मैदान खान्छ। त्यो घाँसे मैदान छैन भने केही हुँदैन होइन। त्यो घाँसे मैदान थोरो समाजसँग एकदम जोडेको छ। थोरो समाज नभएको भए त्यो घाँसे मैदान हुँदैन थियो। पहिलादेखि थोरोहरूको आगो लगाउने माने थियो होइन। त्यो नलगाएको भए वनले सबै कब्जा गरिन्थ्यो होइन। त्यो भएको भए घाँसे मैदान नहुने, गैंडा नहुने, बाघ नहुने, पर्क पनि नहुने। यो थोरोहरूले बनाएको पर्क हो मेरो विचारमा। पर्क आएपछि पर्कको धारणा मान्छेदेखि डराउने, खास गरेर थोरोहरूलाई दोष लगाउने होइन। थोरोको पुरानो धेरै पुस्तादेखि ज्ञान नबुझ्ने अनि मान्छे निकालिदिने, इतिहास मेट्ने होइन। अनि अब के भयो? अब त्यो घाँसे मैदान सानो हुन्थे गयो, जनावरलाई गाह्रो होइन। त्यही हो वातावरणीय इतिहास। त्यो समाज अनि वातावरण कसरी जोडिन्छ, धेरै पुस्तादेखि कसरी परिवर्तन आइरहेको अनि कुन कुरा बिर्सेको, कुन कुरा मेटेको, वातावरणीय इतिहासकारले त्यो खोज्छ अनि त्यो इतिहास लेख्छ। ठिक छ, म पछिबाट थाहा पाएको पिएचडी गरेपछि नेपालकोबाटमा मेरो पिएचडी अर्को विषयमा नेपालकोबाटमा अलिअलि मात्रै, तर अनि पिएचडी भनेको एउटा किताब लेख्ने काम सक्यो होइन। पिएचडी भनेको तालिम हो अनि तालिम सकेपछि काम गर्ने भनेको अर्को विषय। अनि दोस्रो मेरो ठुलो प्रोजेक्ट के थियो भने नेपालको इतिहास हेर्ने अनि हाम्रो देश अमेरिकाले के गर्यो विकासको काममा। अनि मैले त्यो वातावरणसँग जोड्न खोजेको। त्यो भएपछि थाहा पाएँ, ओहो अमेरिकाले सबभन्दा ठुलो प्रोजेक्ट के थियो, त्यो मलेरियाको उन्मूलनको काम। अनि त्यसको सिलसिलामा म चितवनमा आएँ अनि अर्जुन सरको सल्लाह मागे, चितवनमा कहाँ जाँदा राम्रो हुन्छ। अनि म बचौलीमा आएँ अनि बचौलीमा पुरानो साथीहरूसँग सल्लाह गरेको, सत्यश्वर जस्तै हाम्रो वीरेन्द्र, सञ्जय, अरू थुप्रो। अनि मैले खास बुढो मान्छेको अनुभव बुझ्न खोजेको। कहिलेकाहीँ तथा गर्नको लागि म के भन्छु भने तपाईँको उमेर 70 पुगेको छैन भने मलाई वास्ता छैन, म कुरा गर्दिनँ तपाईँसँग। 70 नागेपछि मात्रै कुरा गर्छु। अनि त्यो भनेको बुढो मात्रै होइन, बुढी आमा पनि होइन, सबैको अनुभव होइन। कहिलेकाहीँ म चितवनमा पनि अरू ठाउँमा पनि थोरोको इतिहास पनि गरेको। त्यो मलेरियाको इतिहास सबै ठाउँमा छ होइन। अनि मेचीदेखि महाकाली गरेको घुमेको छु, अन्तबाट गर्नु काञ्चनपुर अनि जापासम्म, तर खास गरेर चितवनमा।
किनभने अमेरिकाको प्रोग्राम अरू ठाउँभन्दा चितवनमा केन्द्रित थियो। अनि त्यसको बारेमा सुनेपछि मलाई अलिकति लाज लाग्यो। मैले यो ठाउँमा आएँ होइन, जनावर मात्र हेरेँ अनि गएँ। अमेरिकाको हात या अमेरिकाको काम यहाँ म आउनुभन्दा पहिला कति 30-40-50 वर्ष पहिला अमेरिकनहरू पनि यहाँ धेरै काम गर्यो अनि अमेरिकाको प्रभाव एकदम ठुलो भएको यो ठाउँमा। पुरानो कागजमा हेऱ्यो भने चितवनलाई अमेरिकन भ्याली हो भन्छ, अमेरिकनको उपत्यका, किनभने अमेरिकाको काम धेरै थियो यहाँ। मलाई कस्तो लाज लाग्यो त्यो सुनेपछि। म आएँ, मेरो देशको प्रभाव धेरै थियो यहाँ, मैले केही थाहा थिएन त्यसको बारेमा हो। अनि त्यो भएपछि ल ओके, म अलिकति बुझौँ त्यो इतिहास। अमेरिकाले के गर्यो यो त्यति बेला ऱ्याप्टी भ्याली भन्थ्यो चितवनलाई, ऱ्याप्टी नदी भएकोले। त्यो अनि ऱ्याप्टी डुन प्रोजेक्ट थियो। त्यो ऱ्याप्टी डुनले के गर्यो, फेरि कहिलेकाहीँ नेपालीहरूले यसको बारेमा सुनेपछि मलाई भन्छ अनि उसलाई शङ्का लाग्छ, अमेरिकाले राम्रो काम के गर्यो त्यो मात्रै हेर्छु होला। तर होइन, म नराम्रो पक्ष पनि हेर्छु, राम्रो पक्ष पनि हेर्छु। त्यो ऱ्याप्टी डुनको त्यो भनेको 7 सालपछि सुरु गरेको, अलिक केही वर्षपछि 11-13 सालपछि बाटो बनाउने अरू काम, स्कुलहरू, त्यो हेटोडको टिम्बर कम्पनीको पनि त्यो अमेरिकाको काम। अनि मैले बुढो मान्छेहरूको, खास मेरो उद्देश्य भनेको थरूहरूको दृष्टिकोण के थियो। अब वासिङटनमा बस्ने मान्छेको आइडिया के थियो, काठमाडौँको नेताको विचारहरू के थियो, त्यो कागजमा पढ्न सकिन्छ। तर भनेको जस्तै भयो कि भएन काम होइन, जुन उद्देश्य थियो त्यसको मतलब नहुनु पनि सक्छ। गाउँमा के भयो त्यो हेर्ने होइन। अनि त्यो बुझ्नको लागि त्यो 70-80 नागेको मान्छेको अनुभव बुझ्नु पर्यो। अनि धेरै ठाउँमा घुमेको त्यो। फेरि त्यो भनेको जिमिन्दारको मात्रै होइन। सुरुमा मलाई जिमिन्दारकोमा पठायो, ठिक छ, जिमिन्दार पढे लेखेको हुन्छ अनि धेरै कुरो बुझ्छ, तर सबैको दृष्टिकोण हुन्छ, सबैको इतिहास हुन्छ, सबैको विचार हुन्छ। त्यसैले जिमिन्दारको पनि बुझ्नुपर्छ, हरुवाको पनि बुझ्नुपर्छ होइन, राइतीको पनि बुझ्नुपर्छ, खेतको पनि, खेतीको पनि होइन, सबै। फेरि पूर्व चितवनको अनुभव एउटै हो, पश्चिम चितवनको अर्कै होइन। जटिल गाह्रो हुन्छ लेख्नलाई, बुझ्नलाई। फेरि कहिलेकाहीँ एकजना बुढोले एउटा कुरो भन्छ बिहान अनि बेलुका अर्कोसँग भेट्दा फेरि त्यसको ठिक उल्टो कुरा आउँछ। अनि के गर्नु हो। अर्को कुरा तपाईँलाई छासो लाग्ने, कहिलेकाहीँ कुनै सानो बस्तीमा जानु होइन, ठुलो बस्तीमा जाँदा पहिला केटाहरू आउँथ्यो, राजनीति गर्ने केटाहरू होइन। ओहो मलेरियाको बारेमा पढ्न आएको, अनि त्यो डिडिटी भनेको के हो थाहा छ, डिडिटी भनेको डेडली डोज फर टोडु भन्छ। त्यो कुरा मान्छु आधा, तर अर्को आधा अलिक गल्ती मेरो विचारमा। अनि त्यो केटाले आयो, राजनीति बोल्यो, 10 मिनट पछि ठोकाइ लाग्ने जाने ऊ। अनि त्यति बेला मेरो काम सुरु होइन। बुढोहरू खान्छ होइन,
कोसँग कुरा गर्ने उहिलेको कुरा कसलाई थाहा हुने अब सुनेको कुरा धेरै मान्छेले सुनेको होइन अनि सुनेको कुरा बताउँछ तर आफ्नो आँखाले देखेको कुरा होइन त्यो सुन्यो भने अलिकति विश्वासिलो हुनसक्छ भरपर्दो तर फेरि एकजनाको भनाइ मात्र त्यो पुग्दैन प्रमाण गर्नुपर्छ 2, 4, 5 जनाले उही कुरा भनेपछि मात्रै अलिकति मलाई विश्वास हुन्छ ए यो सही हो कुरा हो होइन प्रमाण हुनुपर्छ कहिलेकाहीँ त्यो DDT-को बारेमा मलेरियाको बारेमा मैले कहिलेकाहीँ यो जस्तै म्याचमा बसेको टेबलमा चिया खाँदै अनि त्यो जवानहरूले त्यो DDT भनेको डेडली डोज फ्याक्टरको कुरा उठाउँछ अनि त्यो सुन्छु ठिक छ त्यो के भन्न खोजेको बुझ्छु सरकारले धेरै वर्षदेखि थरूको लागि काम नगर्यो त्यो बुझ्छु अनि अलिक हेप्ने समावेशीको काम भएन त्यो डेडली डोज फ्याक्टरको कुरा भनेको त्यही हो होइन तर त्यसपछि त्यो मान्छे जान्छ अनि बुढो मात्रै रहन्छ अनि बुढोहरूले भन्छ मलाई लाग्यो मलेरिया होइन अनि खान्छ देखाउँछ त्यो केटाले भन्यो हामी कहिले पनि नलाग्ने मलेरिया गएपछि बुढोले मलाई लाग्यो भन्छ अनि के भन्ने थरूलाई पनि लाग्थ्यो होइन नलाग्ने त होइन तर अरूभन्दा कम होइन फेरि बुढी आमासँग कुरा गर्नु भयो हजुर आमासँग कुरा गर्नु होइन अनि के को सम्झना आउँछ त्यो मलेरियाले ठुलो मान्छेलाई लाग्यो भने त्यति थरूहरूलाई त्यति सिकिस त थिएन तर नानीलाई लाग्यो भने एकदम खतरा कसले त्यो कुरा सम्झिन्छ त्यो केटालाई थाहा हुँदैन बुढोहरूलाई पनि थाहा नहुन सक्छ तर हजुरआमाले सम्झिन्छ त्यो कुरा ओहो मेरो कतिजना छोराछोरी थियो 10 जना थियो तीमध्ये 4 जना 4 लग्यो जोडोले 3टा लग्यो होइन त्यो सम्झिन्छ त्यो कुरा होइन भनेको सबै मान्छेको दृष्टिकोण बुझ्ने त्यो भनेको पहाडीहरूलाई लागेको जस्तै त्यो भन्न खोजेको होइन बेग्लै थियो यो इतिहास ठिक छ इतिहासकारको काम अलिक गाह्रो हुन्छ चाखलाग्दो हुन्छ तर गाह्रो हुन्छ फेरि नेपालमा मान्छेहरू उहिलेको कुरा सुन्न चाहँदैन खालि अगाडि हेर्छ आधुनिक कुरा खोज्छ त्यो ठिकै छ तर त्यो पुरानो कुरा एकदम महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ संस्कृति कहाँबाट आउँछ अर्थपूर्ण जीवन कहाँबाट आउँछ परिवारको कुरा कहाँ छ सबै इतिहासमा छ अनि आधुनिकी कुरा पनि ठिकै छ तर त्यो इतिहासको कुरा नबिर्सिने होला अनि जस्तै यो रिजोर्टमा पनि कुनै आधुनिक कुरा पनि छ तर कुनै पुरानो कुरा पनि मिसाएको छ त्यो मेरो धारणा हो ठिक छ मेरो बोल्ने बानी छैन के यसो गरौँ मेरो बारेमा अलिकति बताइदिएको नेपालको अनुसन्धानको बारेमा अलिकति बताइदिएको मैले किताब लेखेको छैन म सिधै भन्छु म अर्जुन जस्तै होइन लेखहरू लेखेको छु
एउटा चितवनको बारेमा त्यो ऱ्याप्टिट्युडले गरेको सबै त्यसमा छ। एउटा दान सम्बन्धी लेखेको छु, भर्खर 1 वर्ष पहिला निस्केको। त्यो पनि त्यति बेलाको मलेरिया दानमा 20 साल 21 सालको वरिपरिमा के भयो। एकै सालमा चितवनको इतिहासभन्दा अलिकति फरक त्यहाँ दानमा एकै सालमा मलेरिया उन्मूलन आयो अनि भूमि सुधार आयो। अनि त्यो दुईटा जोडेर थरू समाजलाई, दाङको थरू समाजलाई मलाई लाग्छ कि चितवनको थरूहरूलाई जे जति पायो त्यहाँ झन् नराम्रो प्रभाव परेको थियो। कारणहरू धेरै छ, तर त्यो पनि अमेरिकाको काम। मलाई लाग्छ कि अमेरिकाको धारणा त्यति बेला काठमाडौँको मान्छेसँग हिँड्ने, अङ्ग्रेजी बोल्ने बुझ्ने मान्छेसँग हिँड्ने, अनि थरूको समाजको बारेमा त्यति नबुझ्ने। अनि त्यो भएपछि राम्रो गर्न खोजे पनि इतिहास संस्कृति नबुझेपछि थरूहरूलाई अलिक नराम्रो प्रभाव परेको। अनि दाङमा झन् नराम्रो भयो। अनि त्यसको बारेमा पनि लेखेको